हेलो हेलो सम्पूर्णमा सेवा सेमुना। आज चाहिँ म यहाँनिर मकै पिस्नको लागि हाम्रो गाउँको चाहिँ मिलमा आएको छु है। तपाईहरुले मिल देख्न सक्नुहुन्छ। यहाँनिर हाम्रो दाइले मलाई चाहिँ मकै पिसिदिराख्नु भएको छ। हाम्रो गाउँको चाहिँ मिलको अवस्था चाहिँ यस्तो छ। बाँसको ट्याक्कोसँगले गाउँको सुविधाको लागि दाइहरूले बनाउनु भएको लगाउनु भएको हैन। यहाँ माथि तपाईहरुले देख्न सक्नुहुन्छ है एउटा भिर। यो भिरलाई चाहिँ हामी के भन्छ झाँक्री थुम्का भिर भनिन्छ है। यहाँ माथि यो चुचो छ। अलिक मेरो फोन राम्रो छैन कि यहाँनिर यो भिर। यहाँनिर गएर हेर्दाखेरि चाहिँ हाम्रो गाउँ सबै देखिन्छ तर रुखहरू बढेर चाहिँ अलिक देखिँदैन होला। तर यहाँनिर चाहिँ ट्याक्क पहिला झाँक्री बस्थ्यो अरे। कहिले पनि यो ढुङ्गामा गएर उफ्रियो भने ढोल बजे जस्तो आवाज हुन्छ सुनिन्छ ल। ढुङ ढुङ ढोल बजे जस्तो आवाज सुनिन्छ। पहिला चाहिँ यहाँ झाँक्री नाच्थ्यो अरे हैन। यता देख्न सक्नुहुन्छ हाम्रो दाइहरूको घर। यहाँ माथि जुन पनि निस्किसकेको छ। हाम्रो आमचोक गाउँपालिका 2 इउँको छेवा तोप्ले भन्ने ठाउँमा ट्याक्क पुर्णे चाहिँ कहिले हो तर पुर्णेको जस्तै जुन गोलो निस्किसकेको छ है। मासतिर यो के भन्छ थामडाँडा अनि यतापट्टितिर यो वासिङ, यहाँ पर यो भन्ज्याङ खर्का, यहाँ माथि माथि है। यता तलतिर डम्बरको घाम डुबिसकेको छ। मेरो घर चाहिँ यहाँ तल हो। अलिक रात परिसकेको कारणले अलिक मजाले देखिएको छैन। त्यस्तै छ है गाइजहरू। के गर्नु गाउँले जिन्दगी याद कोसँगले ल। बाई बाई।